ठ्याक्कै बन्नेनी बजारको दृश्य हामी देखाउँदैछौँ तपाईँहरूलाई। यसले बन्नेनी बजार एकदम रेनी भएको छ। तिहार लागेको छ त यहाँ हो सबै आउँछ हो। तिहार छ त यहाँ छ जस्तो छ यस्तो माहौल। जो यतिको गर्नुभएको छ, यतिको राम्रो बनाउँदाखेरि आज मनै एकदम खुसी लागेको छ देख्दाखेरि पनि। ठ्याक्कै हामी यो डिभाइडरमा छौँ बन्नेनी चोकको बजारमा। गाउँकी चोक अगाडि सम्म अगाडि भनौँ र यहाँ तपाईँहरूले ठ्याक्कै देख्न सक्नुहुन्छ। हामी एउटा गइदिएका छौँ यहाँनिर सर र हामी देखाउँदैछौँ। यहाँ सुरु डिभाइडको सुरुदेखि यतापट्टि गएको त बजार क्षेत्रमा एकदम छुट्टै छ। अब हामी सिधै यतापट्टि स्टेसनतिर जानेमा छौँ। यता पनि एकदम मनोरम छ दृश्यहरू एकदम हेर्न सक्नुहुन्छ। पक्कै पनि भोलि मलाई जहाँसम्म लाग्छ मेरो अनुभवले भोलि निकै मान्छेहरू यहाँ फोटो खिच्न यो दृश्य हेर्न आउनुहुनेछ। किनभने यहाँ धेरै मिहिनेत भएको छ। आज बन्नेनी युवा परिवार र बन्नेनीका युवा दाजुहरूले सबै साथीभाइहरूको जुन एउटा पहल गर्नुभएको छ उहाँहरूलाई विशेष धन्यवाद पनि दिनुपर्छ हामीले। उहाँहरूले जुन एउटा सोचले एउटा जुन जागरले एउटा यत्रो बनाउनु भयो त्यसले गर्दाखेरि हामीलाई पनि आज एकदम खुसी महसुस भएको छ। र हामी देख्दैछौँ यहाँ यो मैले दिइरहेको लागेको सबै गइरहेको छ। म चाहिँ ठ्याक्कै अहिले उत्तरबाट दक्षिणतर्फ गोल्ने डिभाइडरमा भएको प्रयोग गरेँ। अब हामी ठ्याक्कै पाखामारी जाने यो गाउँकी स्तम्भबाट हात्ती चोकमा आइपुग्यौँ। हात्ती चोक भन्छ हात्तीहरूसम्म अहिले ठ्याक्कै यो तपाईँको हाम्रो मेन गाउँकी चोकको स्तम्भ रहेको छ। यहाँबाट हामी ठ्याक्कै पूर्व लाग्छौँ। यहाँ यस्तो हामीले यो तरिकाले बनाएको छ। यसो माथि ल हेर्नुहोस् यस्तो रमाइलो दृश्य छ है। पक्कै पनि भोलि तपाईँहरू पनि यसो हेर्नलाई आउनुहुनेछ। अब हामी ठ्याक्कै यहाँबाट पूर्वबाट पश्चिमतर्फ जाँदैछौँ। तपाईँको दृश्यहरू पनि प्रयोग भइसकेको छ। र फेरि पनि अब यता पनि ठ्याक्कै यही तरिकाले यो डिजाइन पनि साह्रै मन पराएको छ। यो ठ्याक्कै यता र यता चारैतर्फ यसरी गरेको छ। र तपाईँहरू सबैजना भोलि पक्कै पनि यो दृश्य हेर्न आउनुहुनेछ। यो ठ्याक्कै तपाईँको हाम्रो बन्नेनी बजारमा रहेको छ। तपाईँले यो देख्न सक्नुभयो। एकदम रमणीय छ दृश्यहरू। अझ भोलि झन् रमाइलो हुनेछ।